हो र के ओहो यहाँ त ओए दिमागमा टिका लाउनु हुँदैन यहाँ टिका लाउनु हुँदैन होइन अनि हाम्रो भन्दा राम्रो बनाएको छ त अघि आमा के हो हामी ल यहाँ त पटेका पड्काएको छ क्या ल भाइ ल अब भाइ पऱ्यो लु कारोमा ल परिसक्यो नि भाइहरू लु पटेका पड्काउनु ओ यहाँ पनि लक्ष्मी पूजा भयो ओ बुढो कहिले बुढो ओ बुढो ला फोन फुट्यो लु बाबा हेरौँ फोन फुट्यो होला हेरौँ हिजो कुकुर पूजा दिन लक्ष्मी पूजा गर्ने केही भन्दैन भन्न के भन्न हिजो हिजो पनि हो नि त टिलिक्क टल्किन्छ अरे यसले भनेको भन ओए पैन्टमा लाउने नि त यहाँ ओए सबैको त निकै राम्रो कसम गाइस ल ल ल यो के हो यस्तो लु फेरि एकछिन लगाएर गर्छु है यसले फर्कै मान्छेलाई ए ल ओए ओ त ल तिरी के हो जस्तो अनि पुरै ल्या हो ल ल ल गाइस यसले सिकायो एउटा कुरा सबै गर्नु यो पनि टिका आउँदै गरेको ए बाबा पैसा भोलि पर्छ डबल हो बाबा डबल खोइ तिरेको निल भेटेर मेरो पैसा 100 रुपियाँ यहाँ अटोमेटिक हो क्या हाम्रो किन मलाई कति दिने म प्रश्न हाल्नेछु काम गरेको नि पैसा ल ढोक्लो त लु खोइ पैसा नमस्ते म ढोक्छु ल ल धेरै ल्याउनु गाई चाहिँ अहिले हेर्नु रातपछि हामी चाहिँ सबै मान्छे घर यति पुगिसक्यौँ कति बज्यो त्यसको फोन कस्तो आउँछ 12:26 बजेको ओहो 12:26 भइसक्यो यस्तो छ सबै जान्छौँ दुईजना पुगेको छ यहीँनिर कतिजना पुग्छ तिमी फुल यस्तो छ होइन हाम्रो ओहो कुन आदि म कोठामा लाउँछु त्यहाँ मलाई रिस उठिसक्यो के भयो अरे मामलाई कस्तो बनायो तेलै बिना भएर नि त तेलै नभएर राम्रै भयो नि रोटी यस्तो राम्रो के हो मामलाई चाहिँ यो माम्रो बोली बस्छ मैले भिडियो सबै 3 दिनसम्मको भिडियो चाहिँ एकै ठाउँमा मिसाएर हालिदिएको छु 2 दिन कि 3 दिनको भिडियो एकै ठाउँमा छ सबैजना राम्ररी मलाई 2-3 दिनको भिडियो चाहिँ एउटै मिलाएर एउटै ब्लगमा हालिदिएको छु मैले लामो होला सबैजनाले हेरिदिनु होला सो हेलो गाइज वेलकम टु माई ब्याक युट्युब च्यानल तपाईँ सबै युट्युब च्यानल सर्च गर्न चाहन्छु अहिले म कहीँ एउटा मुभी अहिले उठेको पनि थिएन अहिले उठेको म चाहिँ एउटा मुभी हेर्छु क्या त्यो मान्छे सार भन्ने मुभी रहेछ एउटा बेसका नेपालीमा सबभन्दा लभ स्टोरी चाहिँ राम्रो लाग्यो फुल अनि आइज भाइ छ त्यहाँ चाहिँ अन्त आज चाहिँ के अरे यो लक्ष्मी पूजा चाहिँ हिजो चाहिँ हाम्रो चाहिँ आज गर्छ अनि आज चाहिँ हाम्रो लक्ष्मी पूजा गर्ने भएको छ अन्त बरु यहाँ गाई छ गाई पूजा गर्ने अनि मात्रै लक्ष्मी पूजा गर्ने हो नि त बेलुका कुकुर मान्छेले चाहिँ प्रायः कुकुर पूजाको दिन चाहिँ मान्छे लक्ष्मी पूजा गरिरहेको छैन मम्मी मान्छेले कुकुर पूजाको दिन लक्ष्मी पूजा गरिरहेको छैन हामी भने के पूजाको दिन गर्ने गाई पूजाको दिन होइन आज गर्ने हामी आज चाहिँ हामी आज 4 गते हो नि त त्यहाँ अब कुडो सुडो आँखाले काट्दैछ आँखाले मैले सघाउनु पर्ने हुन्छ त्यहाँनिर टक्क राखेर चाहिँ मैले सघाइदिनु पर्ने हुन्छ लक्ष्मी पूजामा त्यहाँनिर रेडी हुँदैछ गाईलाई पूजा गर्नुको लागि एउटा छ हाम्रो गाई मौसे थाहा तपाईँलाई होइन लु
हाँसेको कहाँ हुने छ मालाई गाई एउटा हुन्छ हाम्रो चाहिँ एउटा छ नि त गाईको माला यो आखैलाई लगाइदिउँ एकचोटि आइब अरे बाबु त आमा के छ केटा गुड मर्निङ भर्खर उठेको होला होइन भर्खर उठेको 10 बजीको मुभी हेरेर हौ कहाँ अघि एक भारी घाँस काटाएको होइन त त्यो गाई जस्तो मौसम ल सबैले ह्याप्पी तिहार गाई तिहार चाहिँ लागिसकेको छ अहिले चाहिँ फाइनली भन्नुपर्दा होइन है अहिले चाहिँ लक्ष्मी पूजा हिजो खास गरी लक्ष्मी पूजा हामी चाहिँ गाई पुजिन्छौँ पुजिन्छ भनेर चाहिँ आज लक्ष्मी पूजाको तयारी पुरै यहाँ काट्दैछ म काट्नुपर्ने हुन्छ यहाँनिर चाहिँ पुरै लाएर ल तल घर आइसक्यो यहाँनिर दिदीहरूकोमा के हो दिदी किन दिदीको चाहिँ नआउनु अरे हो र के ओहो यहाँ त ओ दिमागमा टिका लाउनु हुँदैन दिदी यहाँ टिका लाउनु हुँदैन होइन अनि हाम्रो भन्दा राम्रो बनाएको छ त अघि आमामा के हो घर त ल फुल तपाईँहरूको पनि तोड्छ क्या फुल त कति ठुल्ठुलो ओहो ल ओइ सबजना मेरोमा सब्सक्राइब हान्ने आज अस्ति हान्नु दिदी सब्सक्राइब हान्नु ल नानी होइन यस्तो छ मान्छे ओए झन्डै यसले भेट्यो यहाँतिर तिहार लागिसकेको छ टक्क लाएर अब चाहिँ यहाँनिर अब यसो गाउँतिर भेना ल भेना के गर्नु भएको माथि के चाहिँ अब यसो गाउँ देखाउनु भयो नि तिहारको झलमल्ला होइन गाई चाहिँ यहाँनिर होइन फुल अब यो फुल के गर्नु आँटेको थियो रहेछ फुल त ल फुल चाहिँ यति धेरै छ टुलेट छ पाइरहेछ त अनि हामी चाहिँ अब जाने स्कुल उता डुल्नु गएको एकछिन रमाइलो गर्नुभयो त्यसो आज तिहार लागिसकेको छ गाउँमा चाहिँ तिहार त्यही यहाँ त बित्थाको कुरा कसरी फुल यस्तो दामी रहेछ भने अब उता स्कुलतिर जान्छ उतातिर चाहिँ कस्तो भएको रहेछ हेरौँ न अब रमाइलो गर्दै जाऊँ न कस्तो रहेछ ल कस्तो रहेको छ भनेपछि अस्ति कति देखाउने स्कुल त नि स्कुल धेरै देखाइसक्यो क्या हामीले स्कुल धेरै देखायो भनेपछि अब गाउँ देखाउने आज घर घरमा लक्ष्मी पूजाको कसकोमा गरेछ हिजो कसकोमा गर्ने रहेछ देखाउनु पऱ्यो सबैको आज चाहिँ ल यहाँनिर स्कुल चाहिँ यो रहेको छ चाहिँ अब यहाँ जाने अनि त्यो जाने माथिको नजाने त्यहाँ नजाने त्यो जाने त्यो छिर्नु जाउँ लक्ष्मी पूजा कतिकोमा लक्ष्मी पूजा अस्ति जाउँ न अब डिस्काउन्ट होइन हाम्रो त कुकुर पूजाको दिन गर्नेलाई चाहिँ कुकुर पूजाको दिन लक्ष्मी पूजा मान्छ होइन सबैलाई त्यही हो जाउँ न के भन्दा दिदीले नगामी यहाँ त पटेका पड्को छ क्या ल भाइ अब भाइ पऱ्यो लु कारोमा ल परिसक्यो नि भाइहरू लु पटेका पड्काउने त कार पैसा थाहा सक्छ नि भाइ लु भाइहरू पऱ्यो अब लु यो भाइको अनुहार हेरौँ पऱ्यो नि भाइ कारोमा ल हेर भाइ पटेका पड्काउने कार रहेछ नि थाहा सक्यो यहाँ चाहिँ लक्ष्मी पूजा ओहो आज ल यहाँ दिदी आबिनहरू लक्ष्मी पूजा गर्न आज आँट्नुभयो पूजा चाहिँ जाउँ के खाने हो पैसा आफूसँग जिरो मनी हो कि योसँग होला पैसा चाहिँ भाइ भाइ ओ भाइ त्यही ल भाइ खोइ पड्काउ त भाइ पड्केर नि त लक्ष्मी पूजा गर्नुभयो आमेन लक्ष्मी पूजा गर्नुभयो हिजो गर्नुभयो कुकुर पूजाको दिन गर्नुभएको अनि हिजो त उयो हो नि त कुकुर तिहार हो नि त ए भाइ अनुहारमा हेलो नि भाइ अनुहारमा भाइ ल अर्को भाइ अर्को एउटा छिटो अर्को एउटा भाइ अर्को एउटा भाइ पानीमा आएको छु कहाँ पढिन्छ त के भन्यो छिटो किन्छौँ ल उता अब चाहिँ ल ऊ पर चाहिँ कस्तो छोरा छ त्यो होइन ऊ पर कस्तो छोरा छ देखाउन आएको होइन ओहो बाइक त ब्रान्डेड बाइक छ हाम्रो गाउँतिर त्यो दामी दामी यहाँतिर चाहिँ ओहो यो भाइलाई कति हुन्छ म भाइ छोरा न छोरा भात छ भाइ छोरा के भन्नु भाइ वा वा भाइ अनि छोरा भरे भनौँ ल च्यानलको नाम सबै सबै मान्छेहरू आएको छ तल यहाँ यिनै यो घरमा अब यो घरमा चाहिँ पूजा गरेको छ कि छैन हेर्नु
यो हो भने चाहिँ पूजाले छ जस्तो छ आइज छक्क चाबी लाग्छ नि त यहाँ त भएन नि त अब यो चाहिँ माथिलो माथि अब ल माथिलो भएन चाहिँ चाबी लाग्छ यहाँ त कहाँ भयो त भएन नि त यो माथिलो हामी माथिलोमा जाने यसले चाहिँ कोही चिज नयाँ आएको नि त यो त के चिन्छस् यसले चाहिँ कोही चिन्दैन नि त नयाँ आएको नि त त्यही भएर उयो घरमा जाने यो घरमा यहाँ पनि लक्ष्मी पूजा गर्यो ओ बुढो ओ कहिले बुढो ओ बुढो ला फोन फुट्यो लु बाबाको हेरौँ फोन फुट्यो होला हेरौँ झन् राम्रो रहेछ ए यहाँ चाहिँ लक्ष्मी पूजा बनाएको छ ओहो फुल के हो ल यो घरमा पनि लक्ष्मी पूजा बनाएको छ भर्खर ओइ बेनी कहाँ छस् ल सबिनाको यहाँ रहेछ घरमा गएको खानु खोइ लक्ष्मी पूजा खोइ खाने बेला दिँदै खाने कहाँ छस् ओहो यो चाहिँ यहाँ रहेछ यसले चाहिँ आज पुऱ्याउने मान्छे नि त होइन के हो हजुर यहीँ हो तल होइन किन ए ल यो धन्यवाद यो तर्काउनु आँटेको हो पूजा गर्यो केही भन्दैन नि त कुकुर पूजा हिजो कुकुर पूजाको दिन लक्ष्मी पूजा गर्ने केही भन्दैन त भन्न के चिर भन्न लक्ष्मी कुकुर पूजाको दिन लक्ष्मी पूजा गर्ने केही भन्नु त हिजो 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 पनि हो नि त टिलिक्क टल्किन्छ अरे यसले भनेको चिर भएन ओए टोइलेटमा लाउने नि हो त हो यहाँ ओए सबैको त निकै राम्रो कसम गाइस ल ल ल यो के हो यस्तो लु फेरि एकछिन लगाएर गर्छ है यसले फर्किङ मान्छेलाई ए ल ओए यसो गर्न ओ तल नमाजेको देखा त्यति माजेको देखा तिरी के हो जस्तो अनि पुरै ल्या हो ल ल ल गाइस यसले सिकायो एउटा कुरा सबै गर्नु होला त्यो पनि टिकटकमा देखेर गरेको हो कसरी यसरी मासु त ल ओहो हाम्रो चाहिँ फेरि के भयो बाजे कोला खाउने बाजे एउटा मलाई एउटा बाजे नदिँदै भयो त्यसले के डर क्या बाजे एउटा कोला एउटा हो एउटा एउटा हो त्यो बाजे बाजे ओ नखाने त्यस्तो कि पुरै आमा ल ल उफ के भयो भने पूजा हुँदा रहेछ अब त्यो घरै जानुपर्छ क्यामेरा खिच्नु एकछिन बुढो लास्टै झालिदिन्छ है क्यारम बोर्डमा चाहिँ मलाई जहिले दिन्छ ल खानेहरू पनि बाबा खेती कस्तो छ अब म छाती पुरै गोटी हान्न अनि खसी होइन कालो सकिन्छ बाबाको छाती त गानो छैन नि मिल्को सिल्को छैन आफै भनेछ अघि नै छैन आफै बोलेको होइन छैन आफै बोल्ने सक्यो क्या छैन भने छैन भने आफै बोलेको अघि छैन यत्रो छैन छैन भने यो करेन्ट खतरा है ल एकछिनै कड हेरेर बुढो ल्या कति भयो नौ मिल्को छैन नि मिल्को डबल छ मिल्को डबल छैन छैन अहिले म त दिएको पैसा भोलि पछि डबल हो बाबा डबल खोइ तिरेको निल भेटेर मेरो पैसा 100 रुपियाँ लगाएर यो बाबा हिँड्नु निल डबल के चाहिँ के बाटो ओहो नजिस्किन यो चाहिँ के भएको फुटो अनि के गरेको यहाँ चाहिँ के गर्नु भएको के गर्नु भएको ढलाइ प्लास्टर भित्तामा सिमेन्टै कम छ जस्तो छ सिमेन्टै कम भयो जस्तो छ सिमेन्ट अँ प्लास्टर गरेर ढलान गरेर यसो गर्ने ऊ यहाँ कम भयो जस्तो छ सिमेन्ट
कम अब हाल्नु पर्छ चाहिँ ए हालेको छैन बल्लै बल्ल आलु चुप लाग्नु त त्यस मैले कति काम गरेको यस्तोमा सबै बल्लै बल्ल देखिरहेको छु त्यहाँ मैले पनि गरेको दमकमा दमकमा गरेको चाहिँ हो र कसको बाटो हौ लिम्बा खोलासम्म को आउँदैछ खोइ यहाँ त लक्ष्मी पूजाको लागि केही छैन नि खोइ कुन ल ल ओहो दिदी मासु ए मासु बनाएको त लास्टमा त बोडी रहेछ त हो मासु बनाएको त खोइ लक्ष्मी पूजाको यहाँ त केही छैन त के हो अनि दिदी हिजो पूजा गर्नु भएन लक्ष्मी पूजा ओ म्याम लक्ष्मी पूजा गर्नु भएन हिजो गर्नुभयो खोइ कहाँ खोइ बाहिर केही छैन त नि ओहो हिजो गर्नु भएछ नि त कुकुर पूजाको दिन लक्ष्मी पूजा गर्नुभएको गरेन हाम्रो त आज आज अनि हिजो आजै गरेर भन्छ कुकुर पूजाको दिन गर्नुभएको लक्ष्मी पूजा ए त दिदीको मलाई आवेन फेरि आवेन पनि कहाँबाट हौ ल यहाँ दिदीकोमा चाहिँ के छ हेरौँ है ल यहाँ त पुरै घर लिप्ने तयारी छ क्या दिदी पुरै घर लिप्नु भएको ल यहाँ चाहिँ दिदीले ओ दिदी लक्ष्मी पूजा गर्नु भएन हजुर ओ जाँड छाना दिनु पऱ्यो नि त पाहुनाले जाँड त ज्यादा दिनु बाह्रो मलाई बाह्रो अनि छाना दिनु पर्ने जाँड त हिजो गर्नु भएन नि लक्ष्मी पूजा छैन नि हाम्रो त आज अरे सबै फुटेछ त उयो त अनि आमा के गर्नु भाले काट्नु ल भाले काट्नु त फेरि अघि हो नि रहेन रहेछ लक्ष्मी पूजा हाम्रो पनि आज गर्छ लक्ष्मी पूजा त खै के गर्नु हिँड्यौँ अब आज गाउँभरिको घर देखाइदिउँ भनेको सबै देखाइसक्यो अब घर जाने सबै नि अब घर जानु पऱ्यो अब चाहिँ ल हाम्रो घरदेखि माथि ल के गरेको तिमीहरूको गाई छैन नि किन लगेको गाईले ए गाईको दिन गोरुले दिन्छ तिमीहरूको आज गर्ने पूजा यहाँ आज गाई पूजा गर्ने चाहिँ ल यो रिक्सा सबै ठाउँमा आफ्नो घर चाहिँ यो भएको अब यहाँ हेरौँ न यस्तो अब चाहिँ अनलाइन जानुपर्छ एकछिन ज्ञान खेल्नु भइरहेको ल म चाहिँ घर आइपुगिसकेँ पूजा गर्नु रेडी गाई पूजा नाटेको पूजा गरेको छैन माला आइसक्यो ल मेरो गाईले चाहिँ मम्मीले माला आइसकेको थियो ए माला पनि खाएर सक्यो जस्तो छ अघि नै ओ गाईले सेतो यस्तरी पूजा गर्छ ल ल टिका खुट्टामा टिका लाउँछ होइन उयो लाउँछ होइन यस्तोमा खुट्टा भोलि चाहिँ तिनीहरूको पालो हो नि त फेरि आज गाईको पालो भोलि चाहिँ तिनीहरूको पालो हो नि त फेरि पालेको बाख्रा यता छ भनेपछि गाई पूजा होइन भोलि गोरु होइन तिनवटाको पालो भोलि होइन ल पैसा राखेर पुरै सँगले त्यहाँनिर ल पैसा पनि राखेर 20 रुपियाँ राखेर गर्नुभएछ ल अहिले चाहिँ मैले टिका लगाउनु आएको छ यहाँनिर टिकालाई कति पैसा दिन्छ हेरौँ है अब टक्क आखिरले आज लाउनु हुँदैन अरे मैले लाउनु त हुन्छ मलाई लाउनु मन थिएन नलाए पनि आशीर्वाद थाप्ने आशीर्वाद थाप्ने होइन 500 मात्रै देखिरहेको छु मैले यहाँनिर यति धेरै 500 500 दिन्छ ल टिका टिका हाम्रो मेमे बाजेले यहाँनिर काकालाई टिका लगाइदिनु हुँदैछ ड्राइभर तपाईँ यति मलाई सानो मैले टिका लगाइसकेको छ हाम्रो यहाँ चाहिँ भान्जा नजाने फेरि पैसा त 20 रुपियाँ पो जस्तो छ भोलि बेहुली ल्याएर आउनु कार्तिकमा चाहिँ बेकार आउनु हुँदैन नि फेरि मङ्सी ओ सिजन टिका लगाउन आइज टिका लाउनु छ दुईजना टिका लाउनु मुख्यवा त ओ सिजना आइ टिका लाउनु यता ब्लगर छ उता एउटा
नछोइ फुट नसुनि अहिले जस्तो नदेखाइ यस्तो मित्र भनेर कति राम्री भयो नित्त परे खाइदिन्छ म त हुँदैन बाजे हुँदैन मेरो त हजुरबाउ खसेको 1 वर्ष पुगेको छ हुन्छ अब त हुँदैन हुँदैन किन कल हुँदैन सके त हुँदैन है पैसा ल त्यो भएर त पारेको पैसा त्यो भएर डुली लु लु ढोक्नु त लु खोइ लु आखेले सुरुमा लु दिदीले पैसा दिनु पैसा के त पैसा जान्छ फेरि यो जीवा क्लास पैसा लु ड्राइभर मलाई लु मैले पैसा पाएँ है लु मैले पाएँ पैसा बिचारा पैसा पाउनु पर्दैन गाई चाहिँ अहिले हेर्ने रात पछि हामी चाहिँ सबै मान्छे घर यति पुगिसक्यौँ कति बज्यो कसको फोन कस्तो आउँछ हेर्नु 12:26 बजेको ओहो 12:26 12:26 भइसक्यो पुऱ्याउने राम्रो यस्तो छ सबै छौँ खै कहाँ डुला कि अझै 12:26 भइसक्यो अझै हाम्रो कति घर बाइक छ 5, 6, 7, 8 घर बाइक छ अझै होइन सबैजना रेडी भइसक्यो यो घरमा आइपुग्छौँ अहिले के हो सिनिक्कै टिप्ने के है त्यो के कहाँ तिहार सकेपछि त्यस कामै छैन होइन के भयो अरे दिदीलाई के भयो अरे आमा फेरि डरले यस्तो आएको होइन त्यहाँ एकजना यता होइन एकजना यता हेर्ने छ हेरौँ कति डाल हुँदैछ भिडियो बनाउँ न कति डाल हुँदैछ ल ल यति अब हो यो 2जनाले पुग्ने रहेछ यहीँनिर पुग्छ यतिले 2जनालाई कतिजना पुग्छ यतिले 1जना पुग्यो ल यहाँ चाहिँ फुल यस्तो छ होइन हाम्रोमा चाहिँ फुल ओहो आधी चाहिँ लान्छु ल कुन आदि म कोठामा आउँछु सबै भएको जति कोठामा हेर्न भरेको म कस्तो राम्रो बनाउनु मन छ कोठालाई मलाई दिन्न म उही ढोकामा त्यही घरमा त्यत्रो छ त फुल पुगिहाल्छ नि फुल यस्तो राम्रो छ सानो बोल्दा चाहिँ मामा त सुन्दै सुन्दैन फुल चाहिँ हामी टिप्दै यति भइसक्यो यहाँनिर ल टक्क लाँदै भ्लग बनाउने फुल चाहिँ भ्लग गर्नै बस्ने मान्छे एउटा चाहिँ होइन ड्राइभर फुल यति हामी चाहिँ सबै यस्तो भाँच्दै जान्छौँ क्या टिभी सकेको सबै यसरी टक्क लाएर भाले फुल दिएछ के भन्नु उहाँ टिपै सबै हो यसले भाँच्छ यस्तो यति टिप्ने ल सबै टिपे सबै यति भयो 2 अब उयो हुन आँटिसक्यो फर्सी पनि छ फेरि हाम्रो चाहिँ फर्सी क्ल्याप चाहिँ यहाँनिर लु फर्सी भुइँमै भइसक्यो फेरि टिभी सक्नु आँट्यो अब यो लाने फेरि माथि राख्ने लगेर फेरि अब स्पोर्ट्स ल दे म बोक्छु सक्दिनस् तैँले अन्त गोजीमा टिप्दै गर आइज फुल राखेर आउँछ टक्क अब 2 उयो भइसकेको छ उयो उयो झऱ्यो उता आइज टिपोस् नि मान्छे के भयो हल्ला जस्तो म स्पोर्ट छ चुप्ला बस्नु टिपोस् सबै टिप्नु पर्ने होइन स्पोर्ट छ मलाई त फुल चाहिँ यस्तो यति भइसकेको छ फुल चाहिँ अनि टक्क लाएर ल झप्प लाएर फुल चाहिँ यति हाल्छ रोटी पनि पोलेछ यहाँनिर चाहिँ ल राखेर इमाम हल्ला गरेछ भेट्छ अहिले हामीले फुटे उता मेरो कोठामा राखौँ म यता त्यहाँ उयो राख्ने होइन त यहाँ टक्क लाएर यहाँ राख्नु फुल चाहिँ टक्क लाएर यहाँ यति ओहो कति धेरै गाडी जस्तो गर्नु छ यो भित्र कस्तो मिठो बनाएको छ म धुप्पालेको छु नि त हौ यति भइसक्यो पनि कुन खालको अझै पनि टिप्नु छ हाम्रो गाडी हो अझै ल्याउनु पऱ्यो टिपेर के हुँदैन तना के हुँदैन रोटी आमा मलाई यो चाहिँ कोइला हालेको रोटी मिठो राम्रो पाउनु ओ बिस्तारै त्यो तेलमा उयो पर्छ नि फेरि माटो ला त्यति भइसक्यो भनेपछि फेरि अब गएको टिप्न अब धेरै छैन अलिकै छ ओ फुल त अनि खोइ धेर भएन सन्ध्या यति भयो त अनि खोइ म त अझै दोहोरो पो हुन्छ नि त अनि यति मात्र हो त अब एउटा चाहिँ भर्छ होला नि एउटा चाहिँ भर्छ होला अब ठक्कसँग यो चाहिँ भर्छ होला होइन त्यो माथिको नटिप्ने होला किन त्यहाँ झन् ठुल्ठुलो यता यता पनि छ त यता साइडमा कि छैन छैन त्यो त सबै उयो भाले फुल्छ के गाई चरु अरे ल यति भयो क्या फुल यति 2 यसको आदि
फुलै पुगेन नि त माथि त्यत्रो एकजनाले त्यहाँ माथि पुग्छ होला नि 2-3 जनालाई पुग्छ के कत्रो ठुल्ठुलो त्यहाँ पुग्छ त्यहाँ माथि 2-3 जना पुग्छ अरे ओ त्यहाँ मलाई रिस उठिसक्यो हेरेर रिस उठ्नु थाल्यो अब मामा के भयो अरे मामलाई सबै सिरिक्क काची कस्तो बनायो तेलै बिना भएर नि त्यो तेलै नभएर राम्रै भयो नि रोटी त्यस्तो राम्रो म के हो मामलाई चाहिँ यो माम्रो बोली बस्छ रिस म चाहिँ अब मामाहरूले फुल सिउ टक्क तयार भएको अब चाहिँ मामाले फुल सिउ लागि चाहिँ रेडी भएको तर मैले कहाँ लागेँ फुल सिउनु पऱ्यो मामाले टक्क अब चाहिँ हामी फुल सिउछौँ होइन म्याम यस्तो फ्याल्नु नि उता यस्तो फ्याल्नु यस्तो छेउछेउको सबै फ्याल्नु नि ठिक्क मिलाउने सबै ठुलो सानो ल ठुलो हुनु नि फर्स्टमा चाहिँ मिलाउने सबै फुल एकै साइजको सबै राम्रो देख्छ ल म्याम पोल्नु नि यहीँ अनि यहीँ पोल्नु यहीँ सजिलो छ यति भइसक्यो मेरो चाहिँ होइन मामको पनि दोहोरो त्यो ठुलो सानो मिलाउने ठुलो सानो होइन ठुलो सानो होइन नि ठुलो मात्र एउटा मालामा एउटामा सानो हो यस्तो मिलाउनुपर्छ भइहाल्यो